Namaste, hello guys, welcome back to again my new vlog अनि आजको भ्लग एपिसोडमा तपाईँलाई स्वागत छ। म फर द फर्स्ट टाइम पिकेम जाँदैछु है अनि अहिले बाटोमा इन्ट्रेस्ट भइरहेको छ। मैले दिने घर भ्लग बनाएन, परिवार सायदै बनाएको छ है। आजको भ्लग चाहिँ अति नै लामो होला जस्तो लागिरहेको छ किनकि मलाई यो भ्यूले पानीको टाइम चाहिँ एक्सपिरियन्स गरेको छ है। अनि फर द फर्स्ट टाइम म चाहिँ ड्याडीसँग केटिएममा आएको छु है। विराटनगर सबतिर छ नि ड्याडी त्यहाँ हुनुहुन्छ, सिस्नुहरू जानुभएको छ, यता पनि छ है। अनि बाइकमा ट्राभल गर्नु मजा बस पार्क त्यहाँ तल। अहिले गढीमाथि गएपछि पाहाडतिर कस्तो राम्रो घर देखेँ। काठमाडौँमा भ्याली छिटो हुन्छ। ताजी मौसम क्या बवाल हुन्छ क्या।
जब चाहिँ सिधा बाटो हुन्छ तब चाहिँ गाडी भेटिँदैन, जब टर्निङ आइपुग्छ तब गाडी भेटेको गर्दो रहेछ जतिखेर। मैले अहिलेसम्म गरेको बाइकको ट्राभलहरू मध्ये यो चाहिँ यस्तै होइन क्या तलबाट ल्याएर कहाँ माथि उहाँ टुप्पो हान्नु खोज्या यही माथि होला त्यसरी कति भिड सब त्यहाँ। यो चाहिँ हो क्या हाम्रो अङ्ग्रेजहरूलाई हाम्रो नेपालीहरूले धुल चटाएको ठाउँ है। यसरी हानेको थियो हजुर, यसरी डक्टरसँग यता चाहिँ यो छ ओहो नेपालीहरू पुरै खुकुरी चालेर दिएछ क्या। झरिसक्यौँ है, हामी चाहिँ गाडी पनि यो मतलब गाडीको बाटो यस्तो आइसक्यौँ है। भर्खर बनाएको क्या त्यो छोपिरहेको छ। सिधै पहिले चाहिँ बोलेर भ्लग बनाउन सक्दैन थियो, अहिले चाहिँ खासै फरक लाग्दैन हो। यस्तो अब हामी चाहिँ जान्छौँ है। अब अलि माथि गएपछि देखाउँला, अब धेरै भयो गढी दरबार त्यस्तो छ। अब टाइम पायो भने भोलि पर्सि आउँदा जाउँला। अहिले ल बाई। गढीको झन्डा चाहिँ देखिरहेको छ सबैजनाले। देखाइदिनु होला, भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। भयो भने केटिएम पनि भ्लग ल्याउने नै छु हामी। यो तर यता खेतबारीहरू भिन्दै हेर्दै भिन्दै खालको छ। यता चाहिँ हाम्रो ट्र्याक्टर स्याक्टरहरू यताउता चलिरहेको छ, यता चाहिँ केही नै छैन। यताको बस्ने मान्छेहरूलाई घर त्यो बाहिर निस्किँदा जुन फिल देखिन्छ नि यत्रो हाइटबाट, त्यो नि अलग होला। तर पानी पर्दा पहिरो जाने डर त्यो पनि होला। अब आफ्नो एडभान्टेज डिसएडभान्टेज भइ नै हाल्छ। त्यही हो, त्यहाँ चाहिँ हाम्रो बेड हाम्रो के भनौँ पढ्दा पनि कति गर्व फिल हुन्छ अनि अहिले झन् आफैले प्रत्यक्ष आँखाले त्यसरी यही यस्तो भएको भनेर देख्दा त झन् कस्तो 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 फिल लागिरहेछ। हामी चाहिँ हिमाल हजुर ए यस्तो बादल यहीँ तल आइसक्यो, यसको मतलब पानी पर्छ कि भन्ने डर लागिरहेछ। पानी पऱ्यो भने चाहिँ लुगाहरू भिजिन्छ, आफू पनि भिजिन्छ। अनि भिडियो कन्टिन्यू गर्न पाइँदैन। शिव भगवान् पशुपतिनाथको कृपाले आजको यात्रा सफल होस् र पानी पर्नु नपरोस् भन्नेको। किनकि पानी पऱ्यो भने रुसी खोलाले पकाएको बाटो छ, अनि त्यो खोलाको बाटो जानुपर्ने हुँदा रोकेर बस्नुपर्ने हुन्छ। त्यही भएर भगवान् पानी चाहिँ नपर्दोस् है। हाम्रो खुर्कीको
बजार त्यसो बजारको माहौल चाहिँ कति शान्त कि यो पाहाडी एरियाबाट हुने होला कि किन कोही मान्छे पनि छैन त्यो एरियामा त ल मौसम कस्तो राम्रो बादलै बादल लागेछ स्काई बल आकाश कस्तो राम्रो त्यहाँ सुनकोसी बाढी आएको छ क्या पुरै धमिलो सुनकोसी हेरिदियो सुनकोसी नदीको कति ठुलो अलैसी जाँदा पनि यही सुनकोसीको तिर गइन्छ बाटो चाहिँ त्यति माथिसम्म आउँथ्यो बाढी चाहिँ त्यहाँ माथिसम्म चाहिँ बाढी रहेछ है एउटा नै घटेको रहेछ यो न पहिले चाहिँ त्यति माथिसम्म आएको रहेछ बाढी अहिले पनि उचालिरहेको छ यार त्यहाँ माथि हो त्यो के पर हो उहाँ परको त्यो चाहिँ के लगाएको त्यो त्यस्तो के हो अब यो कहाँसम्म यो सुनकोसीको तिर होला मलाई आउँछ पानी यो बाटो हिँड्न जस्तो सरी बिरुवाले होला है बाटै त्यस्तै छ के गर्नु साथीभाइ वान सेकेन्ड है उता चाहिँ रामेछाप उता यता चाहिँ हामी जाँदैछौँ केटिएम यो कोसीको पानी कस्तो धमिलो भएको छ अहिले अनि त्यही हो अहिलेसम्मको यात्रा चाहिँ राम्रै हुँदैछ यताको इन्भाइरोमेन्ट कस्तो राम्रो भयो भिन्दाखेरि त्यस्तो गर्मी पनि छैन जाडो पनि ठिक्क टाइपको छ कि अहिले 1 बज्यो बाटोहरू के गरी बनायो होला यार यस्तो बाटो देखेर नि अचम्म लाग्छ यति त सुरुजोडी आउँदा त अस्ति नै हलेसी जाँदा उताको अर्को बाटो गएको तर यस्तै सुनकोसीतिरै त्यही जान्छ नि त आम्मा त्यतिखेर त मलाई डरले थुरुरु भएको थियो सुरुजोडी त्यतिखेर हल्का सानै बनेको थिएँ अहिले त आफ्नै बाइकमा लागेको छैन त्यस्तो मेजर ट्रिमै थियो क्या म एकचोटि काठमाडौँ आउँ छुट्टीमा तर संजोगवश पात्रे पनि त्यस्तो चाहिँ कुरा हुन्छ क्या कस्तो राम्रो देखेको बादल वाउ हामीले मुलको डाइभिङमै ऐना लागेको ठाउँ मस्तसँग वाउ उसै ऐना छ यहाँ चाहिँ ऐना राखेर गाडीको नम्बर लेखिदियो भने चाहिँ के अरे केही हुँदैन यो गाडी भन्ने उ छ है कति धेरै छ यहाँ ऐनामा त्यहाँ झुन्ड नपुगेर भुइँमा धरि राखेको छ क्या कति गाडी नम्बर पनि मेटिसकेको छ कि नलेखेको थियो धेरै नै रहेछ यहाँ चाहिँ आम्मामा जय माता दे माताले सधैँ रक्षा गर्ने माताको मन्दिर पनि छ है यता चाहिँ यस्तो छ अनि यता चाहिँ यस्तो ऐना छ क्या जस्तो माथि खोपेर पुरै लाइने राखेको छ अनि यता ऐना लगाउने विश्वासै छ यो चाहिँ त्यस्तो तल हेर्नु अनि यो साइड हेर्नु कत्रो ठुल्ठुलो ऐना पनि लगायो कति सानो लगायो त्यही हो नखिच्ने दम पछि आउँदा खिच्नुपर्छ अहिले ओभरअलमा कहाँ रोकेर फोटो खिच्नु त्यो लाग्नु है यहाँ झन् धेरै रहेछ उहाँभन्दा तल्लैसम्म रहेछ यो चाहिँ अब पछि लगाउनेहरूले अझै तल पनि लगाउने ठाउँ नभएर कतिले माथि लगाएन है अन्त अब यहाँबाट चाहिँ सक्यो होइन फाइनली अब यताको भ्यूहरू राम्रो छ त्यहाँ ठाउँ मात्र बादल लागेर त्यो शीतल भन्छ न अन्त सब घाम लागेको छ यता पनि ठाउँ बादल लागेको ठाउँमा हुन्छ यता चाहिँ हावा नचल्यो भने माथि
बादलले भन्छ नि आइसको डल्लो जस्तो टक्क जमेर बसेको छ कस्तो राम्रो देखेछ क्या हामी चाहिँ भर्खर सक्यो है रातमा सक्यो अरे त्यही हो त्यो पनि अहिले पनि खोलाको तिर हिँडिरहेको छ हामी आज पुग्दा सायद साँझ परिसक्छ होला बिगारेको बाटो जिएको मुला कस्तो यो सबै बगाएछ बिपी राजमा यस्तो बनाइदिएछ मुला रुसीकोलाले एम्बुलेन्स जाँदै रहेछ यस्तो बनाइदिए बाटो धुलो उड्न थालिहाल्यो चाल यस्तो चाहिँ बाटोको हालत ए रोसी खोला तिमी यो रुसी खोलाले बिगारेको बाटो यो उता घर कस्तरी अडिआएको छ त्यो घरलाई चाहिँ केही भएन के गरी सुत्छन् यस्तोमा अडिएको घरमा सुत्छन् मलाई त रातभर निन्द्रा पनि लाग्दैन छटपट हामी चाहिँ अब रोसी खोला तिरैतिर जान्छौँ चाहिँ धुलीखेल बजार है बनेपा त बत्तीबा चाहिँ राम्रो छ यार हिलो धुलो यहाँ के हो त्यो धुलो छ यार यो त आमा काठमाडौँ छेउ आयो भनेर पहिजान्दा दिइसक्यो बाटो हिलो धुलो धुवा यहीँ त यस्तो छ अनि के विश्वको पहिलो सर्नु जस्तो फोहोरको मामलामा त्यो ओभर पपुलेटेड भएर पनि होला यस्तो भएको चाहिँ हेर्नु यहाँ बाटोभरि केही भेटिँदैन त यहीँ आएपछि भयो भने भेटिँदैन यस्तो गति छ काठमाडौँको हो स्याङ्जा त्यही काठमाडौँ जाने बाटो स्याङ्जा जेवानीहरूले काठमाडौँकै उता छुइरहेको छ नि त्यहाँ छ शिवको क्या बाबा कति ठुलो छ ऊ त्यो जो पुल छ त्यहाँ मान्छेहरू छन् है माथि ऊ त काठमाडौँ हो खालि ऊ त्यहाँ माथि हजुर त्यही छ के ल हामी चाहिँ भ्याली इन्जोय गऱ्यौँ है माथि पुल छ है जाने ठाउँ छ भन्छौँ न भोलि जानुपर्छ आज यस्तो झोलाझोली पुगेर के जानु भ्याली कस्तो अँध्याएर छ यो घामी त छ नि त धुलो यो त यहाँदेखि नाकको आँखा उक्कुल्न थाल्यो धुलो मैले हाम्रो गाउँको खेलामा यहाँ रिस तरौरा सबैको ठाउँ कुचुम परेर बसेर सब चिज काठमाडौँ नै आइपुग्यौँ अनि यस्तो जहिले पानी परिरहेको छ अब भिडियो चाहिँ भोलि पर्छ अपलोड हुन्छ